आज चाहिँ हाम्रो नानीहरू सबै फादर डे मनाउन आँदैछ। हामीले इबालाई चाहिँ मिस गरेछौँ। सानो नानी सुतिरहेको छ त्यहाँ। अब सेलिब्रेट गर्दैछौँ। काँडेदार रोटी चाहिँ बनिसक्यो। हेर्नुहुन्छ यो नानीहरूलाई फादर डेको लागि बनाइदिएको। आज फादर डेको लागि चाहिँ काँडै भएको सेलरोटी मैले हिजो नै चामल मुसेर फ्रिजमा राखेर पोल्नु लाग्दैछु। केक चाहिँ अघि बेक गरिसकेको छु नानी हामीहरूबाट। तेल चाहिँ मजाले तातिनुपर्छ अनि रोटी राम्रो बनिन्छ, फुलिन्छ। रोटी चाहिँ काँडै बनिसकेको छ। काँडै रोटी बनिरहेको छ यहाँ, देख्न सक्नुहुन्छ। कति मजाको भयो। अब सकिने लाग्दैछ, यति छ पिठो। अनि यहाँ चाहिँ बनिँदैछ। यो रोटीलाई पनि देखा, मम्मीलाई पनि देखा। रोटी पोले खान्छ, अरू रोटी पनि देखाउनु। भयो यो चाहिँ पुरै पार्टी जस्तो भइरहेछ फोटो पार्टीमा। मैले नानीहरू लिएर आएको, त्यही भएर उता बजार लागिरहेछ। यता सबैतिर एकदमै रमाइलो भइरहेछ यहाँनिर। मम्मीलाई पनि देखा, उता रोटी पनि देखा, भुइँतिरको पकाएको रोटी। यो रोटी देखा, मम्मीले यसो गर्दै गरेको पनि देखा। भयो। मैले चाहिँ रोटी बनाइसकेँ काँडेदार आज फादर डेको लागि। यहाँ देख्न सक्नुहुन्छ कति मजाले बनेको छ। यता पनि देखाइदिन्छु।